राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी विशेष अध्यादेश 2083 जारी गरेका छन्। अध्यादेश अनुसार विभिन्न 110वटा कानुनहरू परिमार्जन हुनेछन्। जसबाट विभिन्न निकाय, सार्वजनिक संस्था र राज्यका अन्य निकायहरू गरी 1534 पदाधिकारीहरू पदमुक्त हुनेछन्। अब जानौँ 1534 पदाधिकारीमा कुन कुन निकायका पदाधिकारीहरू पदमुक्त हुँदैछन् त। नेपाल वायु सेवा निगम, राष्ट्रिय समाचार समिति, कर्मचारी सञ्चय कोष, गोरखापत्र संस्थान, नेपाल भाषा प्रकाशन संस्थान, चलचित्र जाँच समिति, शिक्षक सेवा आयोग, गुठी संस्था र त्यसका समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल विद्युत प्राधिकरण, लुम्बिनी विकास कोष, नेपाल संस्कृति विश्वविद्यालय, पशुपति क्षेत्र विकास कोष, आयुर्वेद चिकित्सा परिषद लगायतका 120 निकायका पदाधिकारीहरू पदमुक्त हुँदैछन्। विगतमा राजनीतिक भागभण्डाका आधारमा यी पदहरू बाँडिएका थिए। अब खुल्ला प्रतिस्पर्धा मार्फत विज्ञ र दक्ष व्यक्तिहरू छानिनेछन्।